हाम्रो चाहिँ मेला अब जस्तो मुडोमा एगोल छ त्यहाँ हाम्रो बाँसका तल हो क्या जुनु जान्छ नि है जाली बाहिर के दुईजनाले मात्र दुईजनाले धान है को रितिका मेकअप नगरी जानु भनेर बसेपछि गर्नु को रितिका रितिका राम अङ्कलको छोरी खुच्ची मसिनी के ल साइज भयो तपाईँ खान्नुमा हाल्छु ल सबैले हाल अलिअलि ल एक तपाईँ पुरै चाहिन्छ होला है हो चाहिन्छ ल हाल हाल सस्ती गाडी हाल ल अर्को नानीले नि हाल ल अर्को ऊ आएन रितिका मेकअप गरेर छु ए त्यो पनि रहेछ हजुर पाउनु न एकछिन पाउनु ल चराले खाला धान चराले खाला है भयो चलाइदिनु भयो नखाएर नानी भयो के गर्ने अब मम्मी हो सुरागी आचार्य कान्छी बहिनी हो भोलि चाहिँ मेरो छोरोको हाम्रो छोरोको वर्तमान छ अनि भोलि वर्तमान भएर यहाँ पुरै एरेन्जमेन्ट भइरहेको होइन यहाँ अब म यहाँभित्र सेभ गरिदिनु छैन खाएन खानु चिया पकाएर पप खाऊ भनेको अहिले पक्न अहिले बोलाउँला खाजा बाँड्ने बेला भइसक्यो भनेर राखेको अहिले फोन गर्छु एउटा हाल्नु पुरी दुईटा चमिच ल यसरी म यहाँ हालिदिन्छु तपाईँ त्यहाँ पुरी र उ हाल्नु जद्भद्रं तन्न आशुवः मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वजः मंगलम पुंडरीकाक्ष मंगलाय तनोहरि श्रीवत्स समायुक्त धनधान्यं पशुं बहुपुण्यलाभं शतसं वर्षः दीर्घायुरस्तु
आयु रक्षति वाराणि धर्म रक्षति वैष्णवी यशकृति च लक्ष्मी च धनं विद्यां च त्रीणिः हरि ओम महानुभद्राः कतवो जन्तु विश्वतो दग्धासो अपरितास उद्भिदः देवानो यथा शलमिदुवृधे असन्नो प्रायुः रक्षितारो दिवे दिवे देवानां भद्रा सुमतिरेजु यतन्न देवानागो रातिरविनो निवर्ततम् देवानागो शक्यमुपसेदिमा वयं देवान आयोः प्रतिरन्तु जीवसे तान् पूर्वयानि विदाहु मयि भयं बलं मित्रमदितिर्दक्षमश्रिधम् अजमणं वरुणगो सोममश्विन सरस्वती नः सुभगा मलाई सिंह पलायो सिंह पलाउँदा दुख्छ त अलिअलि तन्नो बातुम तिमी समय त्यहाँ बसेको गर्नु न तन्नो बातुमयो भुवातु भेकजन् तन्माता पृथिवी तत्पिता द्यौः तद्गावाणः सोमसुतो मयो भुवस्तदस्मि पर्छ राति अप्ठ्यारो भयो भने सुसेर सुत्दैन तर सम्भवतः घट्दैन होला मयो भवातु माता पृथिवी तत्पिता द्यौः तद्ग्रावाणः सोमसुतो मयो भुवस्तदस्मिन्नश्रीभूतं विषया युवम् तमीशानं जलतस्पुष्पतिं धियन् जिह्नु मयि भयम् पूखानो यथा वेदसाम सदवृदे स्वस्थाये माथि आउँदैन पहिला अगाडिपट्टि गर्ने यहाँ भयो त्यो अलिक सहिले होला भन्थेर त्यही मैले त्यही देखेँ मैले आयुरादब्धः स्वस्थाये स्वस्ति न इन्द्रो वृषस्रवाः स्वस्ति नः पूर्वा विश्ववेदाः स्वस्ति न तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु त्रिपदस्वा मरुतः विष्णुमातरः शुभं देवानो विदते को जन्मयः अग्निजिह्वा मनवः नखसाल्ने नि आमा कसरी खसाल्ने अग्निजिह्वा मनवः ठिक छ बा नखसाल है खाना किन गाई बस्तु छैन नि छन्द छ आइदिया छ सही वर्ष समाज होइन खाना नै खुवाउनु अब खाना नखान्छ अब खाना नखाने अहिले कहाँ खाना खानु त पाकिहाल्छ नि हिजो बिहान पर्थेन मेरो त जात्रै भयो
खा गम खा के खा गर्नु तैँले के खा गर्नु भन्छ किन जाउला खाएको रे किन खाएको जाउला किन भात नखाएको रे भने तरुनी भने हाम्रो दिदीलाई यो रसिकाको त खास स्क्रब फेसियल केही गर्नु पर्दैन किन भन्नु न यसको स्किन नै यस्तो बच्चा स्किन हो मोबाइलको धुना हो हाम्रो त मम्मीले गर्दाखेरि हाम्रो चौरी पर्यो हाम्रो त मम्मीले गर्दा हामी चौरी पर्यो पुनन्तु मा देवजना पुनन्तु मनसा धिया पुनन्तु विश्वा भूतानि जातवेदः पुनीता ये समण्डपे भू ब्राह्मण ओम समृद्धि भवन्त ब्रुवन्तु ओम समृद्धि भवन्त ब्रुवन्तु ओम समृद्धि भवन्त ब्रुवन्तु जम्बो फलचारुवर्णनम् उमासुतांसो अविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजम् फोटो खिच्छु लाको लुगा टी-शर्ट शर्ट दिएको थिएन नि सुराले जो अमललाई लाइदिनलाई निकालेको थिएँ नि तैँले त्यो टी-शर्ट शर्ट लिएर नि त त्यही अमललाई तैँले लाइदिनलाई निकालेको नि टी-शर्ट शर्ट त्यो ल्याइदिएर हुन्छ त यो नानीलाई दिएपछि तँ लाएन त नानीको उता कसै के पनि होगा कसैले भने हुन्छ लाउन होइन हुन्छ हाम्रो त लगाइदियो हो खालि होइन लुगा धोएर लाउने त हो नि होइन हाम्रो पालामा त त्यस्तो गरे होइन फेरि चलन होइन हाम्रो त चलन होइन अर्को यसो लाउँछ होइन होइन हाम्रो त लादो यस्तो गर हो त्यसलाई त कानको सुका
प्रजापति ऋषि रोदन देवता कुलस्नाने विनियोग औषधय त्रायस्थ स्वदिते मैना खुसी अब त्यसले तिमीले शिवो नामवती मन्त्रस्य प्रजापति ऋषि यजुर छुरो देवता छुरो गरणे विनियोग छुरो गरणे विनियोग ओम शिवो मास्ते विधान अस्तु माहि खुसी ती मन्त्र सुरमादाय अब तिमीले त्यो तीनटा पुस्ली त्यहाँबाट ए ठिक पार्नु भएको छ ल त्यसलाई एउटालाई ठाडो पार दुईटाले चाहिँ कपाललाई च्याप कस्तो हुन्छ कि कपाललाई यस्तो गरेर सानी ल यहाँ ल्याइदिन्छु यहाँबाट ल त्यो कपाल राम्रोसँग यहाँ यसरी भिजाइदियो ओम सवित्रे ओम बाबु सुराको यता छौ न सकेश पत्राणी ओम एना पंक्ति संग्रह सविता देवता संकेश पुष पत्र छेदन विनियोग विनियोग सट्ट काट्यो ल ओम एना बद्धा सविता छुगना इति मन्त्रणा छित्वा अग्नि रुतरतो भगिन्यादि यमो मरणे पात्रे सोधी वृक्ष गोमय पिण्डे प्रक्षिपेत त्यो गाईको गोबरमा राख्थ्यो है कपाल प्रक्षिपेत अब दोस्रो भाग त्यस्तै गरी काट्दै त्यसलाई मन्त्र चाहिँदैन च्याप्दै काट्दै दोस्रो फुकालो पछाडि ओम सविता पछाडिको यसलाई नै 3 चोटी काट्नु पर्छ तिमी पहिलोचोटी काट्यौ र मन्त्र चाहिँदैन 3 चोटी हामीले केस भाग लगाएर चाहिँ छोटो छोटो यो बाँकी नै यसको 3 चोटी गोबरी थालमै राख 3 चोटी काट्यो त्यसलाई सट 3 चोटी काट्दियौ न अनि पछाडि यसो गर्ने नानी पह यो थाप्ने हो नि पह त्यो हैन यो कतो परिमा रौ हाल्नु ल यो थापो छ यहाँ थापो ओम सविता यो फेरि अर्को पनि त्यस्तै 3 चोटी काट्दै यसको मन्त्र ओम शिवो नाम शिशोदितिस्ते पिता नमस्ते अस्तु मामा अब फेरि पछाडिको भिजो है अब पछाडिको उ यहाँ भिजाइदियो यहाँ त्यस्तै गरी अहिले मैले भने जस्तै गरी भिजाइदियो ओम औषधय ओम औषधय इति मन्त्रमा प्रजापति ऋषि देवता पुष्णाने विनियोग औषधय त्रायस्थ भिजाइदियो अब त्यसलाई पनि 3 भाग लगाइदियो तुलसीको काँडाले 3 भाग लगाइदियो ठाडो ठाडो 3 भाग लगाइदियो है अब छुरो हातमा लिएर त्यसलाई पनि 3 चोटी त्यस्तै गरी काट्ने पहिलोको मन्त्र हुन्छ दुईटाको मन्त्र चाहिँदैन त्यही नै हो अब त्यस्तै गरी उतापट्टिको त्यस्तै गरी फुकाउने है उतापट्टि फुकाउने अनि त्यस पानीले भिजाउने पानीले मजाले भिजाउने त्यसलाई पनि 3 चोटी काट्नुपर्छ काट्दै टपरीमा हाल शिवो नाम शिशोदितिस्ते पिता नमस्ते अस्तु मामा यगुषि निवर्तयाम्यायुखे नाद्याय प्रजजनाय रायस्पोखाय सुप्रजास्त्वाय सुविद्याय राखेर है पुरै भिजाइदियो भिजाएपछि दुम्सीको काँडाले पुरै टुपीलाई घेरो लगाइदियो तिमीले भयो अब टुपीलाई छुट्याइदिएर दुम्सीको काँडाले घुमाइदियो है ल बस टुपी छुट्याइदियो ल अब छुरो पनि भ्रमण गराउन पर्यो चारैतिर अलि टुपी छुट्याएर काट्दै म पढिदिन्छु है त्यो मन्त्र ओम एत छुरेण मन्त्र स वामदेव ऋषि यजुर छुरो देवता छुर ब्राह्मणे विनियोग पानी अलिकति छोडिदिनु पर्यो छुर भ्रमण विनियोग यत छुरेण मर्जयता सुबेस्ताना पति केश छिन्दी शिरोयासी प्रमुखी छुरो मासाई प्रमुखी भनेर त्यसो गरिसकेपछि अनि त्यो छुरो
अब कसले कपाल काट्ने हो त्यसलाई जिम्मा लगाइदिनु पर्यो म बाबुले नै काट्ने हो बाबुले खौरिने हो ए परेन है थियो त त्यसलाई लियो म तिमीलाई नै यो मन्त्र गरिदिन्छु ल भइसक्यो अब लिइराख हातमा लिइराख तिमीले नै जिम्मा लिन्छौ ओम अत्रुलिङ मन्त्र छ वामदेव ऋषि छुरो देवता छुरो धाने विनियोग छुरो आफूले नै गर्ने भएपछि आफैले नत्र अरूलाई दान गरे अरूले काट्दै भन्नु पर्ने त छुरो दाने विनियोग छोडो भन्थे गब ल अब तिमीले काट्ने भएपछि भइहाल्यो यो काट्छ होला त्यसले राम्रो ब्लेड ल्याएर मैले राम्रो ल्याएर दिइन अर्को नयाँ प्याकेट के भने अङ्कलले मैले एक प्याकेट ल्याएर थिए मैले काठहरू जाने अभिन अनुभव भयो मान्छेलाई त्यो फाइल कहाँ छ पानी एउटा भाँडामा ल्याएर राखिरहनु त ल भाइ मुण्डन सुरु गर्ने अनि पछि त्यो गर्ने के दोहोऱ्याउने के काट्न चाहिँ नकाट्दैन फेरि फास्टको चक्कर चर्चर गर्दैछ भएन भएन कपाल भिजेन भिजा बाबु भिजा यत्रो भाँडा त पानी ल्याएर बोतल ल्याइदिउ त लिएर बोतल मुख लाग्यो पर्सनले हाँस हुँदो रहेछ त्यो हाल्नै पर्छ दुखायो भने भनै बाबु पानी भिजाउनु पर्छ है अहिले सर काट्दैन भोलिहरूलाई के भन्छ थाहा छ टुप्पी बाजे भन्छ न भोलिहरूलाई टाक्रोले बनाइदिनु भए भन्लाई चाहिँ बाथटब आयो पर्छ न बाथटब ट्याग लाउने कसरी थाहा छ बस 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 हातले हातमा ल्याउ त हातमा लिएर गालामा लगाइदेऊ निधारमा लगाइदेऊ सबैतिर लगाइदेऊ त छिटो छिटो हो लप्प लप्प लगाइदेऊ जिउतिर पनि लगाइदेऊ हात्दैन हात बस न बाबु राम्रो बस पलेटी कसरी बस त बाबु पलेटी कसरी बस हो बस हो ल लगाइदेऊ लगाएर मारिदेऊ मजाले मारिदेऊ त्यसले कति दिन भएको नआएको मैले मारिदेऊ नानीले नुहाइदियो त हिजो नमस्कार भिनाजु अब रुमाली बोल्नु पर्छ पछाडि गएपछि कहाँ पछाडि जति ठुलो सोधे भन्यो तिमीले सिकाउने मामाले भन्ने होइन सिकाउने बरु जति ठुलो सोधे जति ठुलो सोधे भन्यो त्यति धेरै भिक्षा पाइन्छ है अनि धेरै गुरु खुसी हुनुहुन्छ धेरै ज्ञान पाइन्छ है ल ल सुरु गरौँ ल यी ढोकाबाट
ए भिक्षा मागेन है यो जोगीले भिक्षा मागेन खै यो जोगीलाई हामी भिक्षा दिँदैनौँ ओम भगवती भिक्षां मे देहि 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 ओम भगवती भिक्षां मे ओम भगवती भिक्षां मे देहि एउटा जोगीलाई एक मुठी चामल ओम भगवती भिक्षां मे देहि एक मान ल्याउनु भन्छ न नि एक मुठी धेरै धेरै टिका नलाइदिनुहोस् अनि खाना चाहिँ ओम भगवती भिक्षां मे देहि ओम भगवती भिक्षां मे देहि भिक्षां मे देहि ओम भगवती भिक्षां मे देहि ओम भगवती भिक्षां मे देहि अब मामाहरू दिनुहोस् मामाहरूपट्टिबाट ओम भगवती भिक्षां मे देहि अब मामाहरूपट्टिबाट दिनुहोस् है घरपट्टि भयो अब यता दिउँदै हजुर शान्त भएर बसेर फेरि उता जानु होला पाउँथेन अनि भिडभाड हुन्छ है त्यही हिसाबले गरौँ है हजुर शान्त भएर बस्नुहुन्छ यो चाहिँ नियम उल्लङ्घन भयो एउटा नियम उल्लङ्घन माया लब्धा सबै गुरुलाई अर्पण गर्छ त्यो पनि गुरुकै हातमा सबै गुरुलाई हजुरले आयुष्मान भयो एउटा जो जो भएको गुरुलाई सबैजनाले पूजा गरे जान्छ ओम
प्रसन्न कति ह्यान्डसम लेख्यो पोछा लाउनु पर्यो लेडिज पर्फ्युम ल अब यहाँ त मामाहरूलाई पनि सिँगार्नु पर्ला जस्तो छ मामाहरू त यस्तो अनुहारले भएन त ल यस्तो अनुहार खै ल हल्का लाउनु पर्छ के लिपस्टिक लाउनु पर्छ के हल्का हल्का यो म्याट हो के म्याट हो यो तेरो स्किनको कलर छ के कस्तो राम्रो देख्यो ल नेचुरल कस्तो नेचुरल लिप्स देख्यो ल दामी देख्यो नि आहा नहा बाबु ठण्डाको टिका लाउने कति ह्यान्डसम देखिया ए अलि आफू खोल बाबु यसो खोल केही हुँदैन हेर न टिका लगाइदिनु पर्छ के खै यता हेर त टिका अर्को छ यहाँ अर्को छ भने श्रीगण्डको टिका लगाइदिनु हो त्यसले त जुङ्गा पनि कोर्दिनु पर्छ ल राम्रो देखियो ल कति ह्यान्डसम देखेको यता हेर यता ल ह्यान्डसम श्रीगण्डको टिका लाउने बेला फर्क खोल न पाकिन यो लगाएर जन्त जाने जन्ती लाने के जन्ती लाने अमार ए कसले लगाइदियो त्यो श्रीखण्ड टाइ बनाउँदा कसलाई आउँछ मलाई आउँछ मलाई 60 खोल्नु न खोल्नु ल रसिकालाई पो कति राम्रो देख्यो त त्यो माला चाहिँ नि उसलाई लाइन लानु पर्छ दिदीलाई गोरेर फर्मुलाले हाल्दै न लौ न बा बाले त्यहाँ माथि सुन्न नि पर्यो होला नि
डर लाग्यो डर लाग्दैन ल यति हो माथि चाहिँ टाउको हेरे ल अब अलिकति यहाँ चढ अब यहाँ 3 ठाउँमा भाइमा राख्यो ओम ब्रह्म यहाँबाट 3 ठाउँमा ओम ब्रह्म हवि ब्रह्म कर्म समाधिनाम भूतानां पते स्वाहा भूपते स्वाहा भुवनपते स्वाहा अग्नये स्वाहा अहिले चढायो हो अहिले जसरी हत्केला जलाएर अलिकति थोरै जल यहाँ चढाइदियो दुवैतिर चढाइदियो है अब सुरुप खाऊ त्यही जल बाँकी रहेको जल सुरुप खाऊ चाहिँ हो ल अब यहाँ आइ हामी मुस्या थियौँ नि यसमा अझै थप होला सबै थप होइन तरकारी थप निकै थप महेश्वर अन्न चाहिँ ब्रह्मा हो यसको रस चाहिँ विष्णु हो यसलाई भोजन गर्ने जुन छ त्यो चाहिँ भगवान् शिवजी हुन् भन्ठान्नु है अनि अन्नपूर्णे त्यो अन्नलाई प्रार्थना गर्नु अन्नपूर्णे सदापूर्णे शङ्करी प्रणवल्लभी ज्ञान विज्ञान मोक्षदम भिक्षान्देही च पार्वती अब 5 घाँस नबोलिकन खानुहोस् 5 घाँस नबोलिकन 5 चोटि सुरु थोरै 5 घाँस सुरु नबोलिकन 5 अब 4 चोटि हाल्नु फेरि हाल्नु अब हात जल हाल्नु हत्केला हाल्नु हो ल सुरुप खानुहोस् हो ल अब नबोलिकन जति भोजन अवसरी लाएर खाएर नहाल्नु बोल्नु पाइँदैन है त्यही एवं रीति अब जहिले पनि